यदि तपाईँ जुम एपमा मिटिङमा लिङ्क माध्यमबाट जोडिन चाहनुहुन्छ भने सबैभन्दा पहिला तपाईँ मोबाइलको प्ले स्टोरमा जानुपर्ने हुन्छ र प्ले स्टोर भन्ने लेखेको छ र यसमा सिम्पली क्लिक गरिसकेपछि यहाँनिर सर्च बक्समा गइसकेपछि यहाँ तपाईँले ZOOM जुम भन्ने आउँछ। यति क्लिक गरिसकेपछि यहाँनिर इन्स्टल जुम वर्क प्लेस इन्स्टल भन्ने लेखेको छ। यसमा सिम्पली इन्स्टलमा क्लिक गर्नु होला र इन्स्टलमा क्लिक गरिसकेपछि केही समय यसले लिनेछ। यहाँनिर इन्स्टल भइसकेको छ र यहाँनिर इन्स्टलिङ लेखिसकेको छ र यहाँनिर ओपन जुम वर्क प्लेस भन्ने एप डाउनलोड भइसकेको छ र ओपन लेखेको छ। त यहाँ तपाईँले लिङ्कबाट जोइन हुनको लागि यहाँ ओपनमा क्लिक गर्नुपर्ने छैन। सिम्पली तपाईँ ब्याक जानुपर्ने छ। मोबाइलको ब्याक गइसकेपछि तपाईँको मेसेन्जर रहेको छ। यहाँनिर मेसेन्जर रहेको छ र यो मेसेन्जरमा तपाईँले सिम्पली हामीले लिङ्क पठाउनेछौँ र यसमा मेसेन्जरमा सिम्पली क्लिक गर्नु होला। क्लिक गरिसकेपछि यहाँ 4 5 1 3 र 6 8 भनेर राखेको छ। यहाँ हामीले बनाएका छौँ र यसमा सिम्पली क्लिक गरिसकेपछि जुम भन्ने देखिनेछ। हामीले लिङ्क पठाउनु छ। यसमा सिम्पली केही गर्नु पर्दैन, क्लिक मात्र गर्नुपर्ने हुन्छ। यसमा क्लिक गरिसकेपछि यहाँ कन्टिन्यू गरिदिनु होला। कन्टिन्यू गरिसकेपछि यहाँनिर अलो गरिदिनु होला। यहाँ आफ्नो नाम सर्च गरिदिनु होला। मैले राम लेखेँ। आफ्नो नाम चाहिँ नाम र थर यहाँ लेख्नु होला। ओके, सिम्पली ओके बटनमा क्लिक गरिसकेपछि यहाँ वाइल एप छ, यसमा चाहिँ गट इट गरिदिनु होला र सिम्पली यहाँ गट इट गरिसकेपछि यहाँनिर तपाईँको भिडियो देखिनेछ र भिडियो देखिसकेपछि यहाँ जोइनमा क्लिक गर्नु होला। सिम्पली जोइनमा क्लिक गरिसकेपछि तपाईँ जसले मिटिङ गर्नुभएको छ उहाँको जुम आइडीमा तपाईँ जोइन हुन सक्नुहुनेछ र यहाँनिर तपाईँ यहाँ जोइन अडियोमा अलोमा क्लिक गरिदिनु होला। यहाँ पनि अलोमा क्लिक गरिदिनु होला र यहाँ अनम्युट छ, यो अनम्युटमा क्लिक गरिदिनु भयो भने तपाईँको आवाज उता जानेछ र भिडियोमा क्लिक गरिदिनु भयो भने स्टार्ट भिडियोमा क्लिक गरिदिनु भयो भने तपाईँको भिडियो जानेछ र अन्य काम तपाईँको होस्टले जसले कार्यक्रम सञ्चालन गर्नुभएको छ उहाँले नै तपाईँलाई कोअर्डिनेट गर्नुहुनेछ।